को नेताहरूलाई चिन्नुहुन्छ तपाईँले? म त तेरो धेरै चिन्दिनँ, यही केपी गोलीलाई र यही महेश बस्नेतलाई मात्रै हो, अरूलाई चिन्दिनँ। म भोट हालिनु उसैले हो, म अरूमा होइन। म घन्टी सन्टी कसैले नि हाल्ने होइन। बात बरु हात काटिन्छ जाँदैन हाम्रो, किनभने यस्तो विकास गर्नेलाई माटाले नि सलाप्छ, धरती आमाले सलाप्नु हुन्छ, बुझ्नुभयो? त्यो मान्छेले कसैले देखाएको छैन र म त मन त रुन्छ नि हाम्रो। अब नेताले माऱ्यो भने नेताले मारे प्रमाण देखाउनु पऱ्यो नि बच्चा, त्यो बच्चा नि हाम्रै बच्चा त होइन र। माने मलाई एउटाले माऱ्यो, दोष यिनीहरूलाई लाउँछन्, त्यति चाहिँ नि मलाई चाहिँ नि ऊ लागेन। गाई काटेर खाने यस्तालाई हामी ढुङ्गा हाल्छौँ ल भन्नु त बाबु? धरती आमा होइन नि त्यो गाई गौमाता, हामी चाहिँ नि हाल्दैन। हामी त अन्त जाँदैन, हाम्रो भोट कहीँ जाँदैन, हाम्रो त कौजा। हामी त अरूले दिनुपर्ने बहिष्कारमा हात काट्छौँ, हामी दिँदैनौँ। ल हात काटिन्छ हाम्रो, हामी दिँदैनौँ, ग्यारेन्टी छन्। त्यस्ता घन्टी सन्टी आएर हामी डराउने खालका छैनौँ, बुझ्नुभयो? त्यो आगो लगाएको त यहाँ छापो छ हामीलाई, आगामा हाल्छु भने बाबुआमालाई त छापो बसेको छ हामीलाई। हाल्छन् कसैले? त्यो गतिलाले आगो लाउँछ घर, मन्दिर होइन घर भने, सिंहदरबार जलाउँछ कसैले? यी भ्रष्टाचारीहरू आफू गर्छन्, अर्कालाई लाउँछन् दोष। हामी चाहिँ छापो लाल किल्ला गाडिया जस्तो छौँ, हामी जाँदैन। अन्त ताल ताल भनेको छ, मासुहरू भात झोले झोले, यी चाहिँ के झोले? यी चाहिँ ज्यानमा र झोले होइन ल भन्नु त बाबु? ज्यानमा घर जलाउने, सिंहदरबार जलाउने यी चाहिँ गतिला हुन्। मुल्ला छाडा बोल्छन्, छाडा बोल्न त हामीलाई पनि आउँछ, छाडा बोल्छन् गतिलाले, बोल्दैनन् नि बाबु। जे मुखा त्यही बोले पनि छन् के बाबु? सिंहदरबार जलाउने, बालुवाटार जलाउने, सर्वोच्च अदालत जलाउने, ती सबैलाई के भन्नुहुन्छ? ती चाहिँ गतिला ती ज्यानमारै हुन् भन्छु म त, ग्यारेन्टी ज्यानमारा भन्छु। त्यो कसो बिगारे? हाम्रै सम्पत्ति होइन त्यो नि, सबैलाई चाहिने होइन। ग्लोबल आइबी बैंक, सबैका लागि बैंक। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ।